यो चाहिँ हो आज चाहिँ हाम्रो ओपनिङ थियो हैन। यो चाहिँ मैले लास्टमा गरेको भिडियो। रिसोर्स रिकभरी सेन्टर चाहिँ कहाँ छ भने हाम्रो जीपीयू को लोवर सुन्तलेमा हैन। तपाईहरुलाई म यहाँ के छ देखाउँछु ल कस्तो छ। आज चाहिँ हाम्रो ओपनिङ भएको यहाँ चाहिँ अघि चाहिँ हामी बिजी भएर यो रिसाइकल गरेको हेर्नु चाहिँ पाएन। यो चाहिँ हो हैन। यहाँ चाहिँ प्लास्टिक बोतलहरु प्लास्टिकहरु युजमा ल्याउँछ। यो मसिनहरु हो अनि यता पनि छ। आज ओपनिङ भएको हो नि त। अघि चाहिँ हामी बिजी भएर यहाँ हाई भिडियो गर्नु बिजी हामी। यो प्लास्टिक यसरी राखेर चाहिँ कलेक्ट गरेर चाहिँ गर्दैछ। यस्तो छ। यो मसिन चाहिँ बोतल फुटाउने भन्नुभयो। बोतल फुटाउने यसरी यो पछाडिको नजारा अगाडिको चाहिँ यस्तो छ। आरआरसी रिसोर्स रिकभरी सेन्टर हाम्रो जीपीयूमा चाहिँ आजदेखि ओपनिङ भएको छ। यहाँ चाहिँ प्रोग्राम भएको थियो। अहिले म प्रोग्रामको भिडियोमा हाल्छु। हामी चाहिँ साह्रै बिजी भएर भर्खर मात्रै भिडियो गर्न पाएँ। हेलो भनिदिनु त। हेलो आजको स्वागत कलेक्ट गर्नु। हामी चाहिँ अब खदार युज गर्दैन। हामी चाहिँ एकदम यो अर्ग्यानिक युज गर्छ। बिजी भएर भर्खर घुम्नु पाएँ है। हामी चाहिँ भर्खर घुम्नु पायो। सो बाई बाई। अन्त हाम्रो यो प्रोग्राममा चाहिँ नि आजको चिफ गेस्ट को हुनुहुन्थ्यो हाम्रो अनरेबल एमएलए सर हुनुहुन्थ्यो। थ्याङ्क यू सो मच। नै हाम्रो एक ताली बजाइदिनुहोस् न। अरू पनि सबैजना हुनुहुन्थ्यो थ्याङ्क यू सो मच। हैन। अनि यहाँ चाहिँ हाम्रो एसबिएम को अरू पनि हुनुहुन्थ्यो। अन्त यो प्रोग्राम चाहिँ यहाँ चाहिँ मेरो भाइ र म सेल्फी लिँदै थिएँ हैन। अन्त यो प्रोग्रामको चाहिँ कोलाबोरेसन चाहिँ एसडब्ल्युआरसी पनि हो। अनि यतिकै हुँदै सबैजना गेस्टहरू हुनुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ।